हेलो साथीहरू, यो फेसबुकमा रिल हाल्न लागेदेखि मलाई सबैले बाटोभरि भ्लगर भन्न थालेन् कि जो चाहिँ म के बनाउँदैछु भन्दा यो मेरो फर्स्ट मिनी भ्लग हुनेछ फेस चाहिँ। अनि चाहिँ आज चाहिँ म घर पाउरोटी थियो, अनि त्यसपछि चाउमिन बजेको सस, अनि यो दुईटाबाट चाहिँ स्यान्डविच बनाउँछु। यहाँ चाहिँ हामीसँग चाहिँ स्यान्डविच बनाउनको लागि सबै सामान छ। प्याज, लसुन, अनि निम्बु, अनि टमाटर, पाउरोटी र पालकको साग, अनि सस पनि छ। अब यसलाई चाहिँ हामीले ग्रिल गर्छौँ हल्का तेलमा हैन। अनि लसुनलाई चाहिँ किन राखेको भन्दा ग्रिल लसुनले चाहिँ कस्तो मिठो टेस्ट दिन्छ। एकचोटि हजुरहरूले पनि ट्राई गर्नु होला। त्यो स्यान्डविच बनाउने सबै सामान छ। यो ब्रेड भयो, अनि यो टमाटर, अनि यो चेरी टमाटर हुन्छ नि, यस्तो खतरा मिठो हुन्छ यो ग्रिल गर्दाखेरि। अनियन भयो, अनि गार्लिक, लेमन, अनि सस, अनि यो पालकको साग है, यति ठुलो पात यत्रो हाम्रो घरै फलेको। अनि यो सानसानो के होला भन्नुभयो भने यो चाहिँ घरको आलु। हेर्नु यस्तो छ घरको आलु, यत्रो आलु के यत्रो सानो सानो टमाटर भन्दा पनि सानो क्या आलु। 1 किलोलाई आधी किलो निक्लिन्छ, सबै मसाला मात्र खानु भएको छ बारीको आलु। ल म रेडी गर्छु ल। ल यहाँ चाहिँ तारा सक्छ यसमा तेल हाल्ने यस्तो तेल हालेर यो तेल तारेपछि अनि यसलाई ढाकिदिने आयो। है त हाम्रो ग्रिल सबै भइसकेछ। अब चाहिँ हामी स्यान्डविच बनाउन थाल्छौँ। केचप ल है त मैले यहाँ हालिसकेँ कि सरी भिडियो बनाउनै बिर्सेछु। यहाँ चाहिँ ब्रेड हल्का तताएर अनि यसमा सस हालेँ, अनि त्यसपछि यो काँचो प्याज, अनि चाहिँ ग्रिल अनियन, ग्रिल गार्लिक, ग्रिल टमाटो होइन, यिनीहरू सब हालिसकेँ। अब माथिबाट चाहिँ बिरे नुन र अनि लेमन छर्किदिन्छु, अनि चाहिँ यो पालकको पात राखिदिन्छु। ल है हाम्रो ब्रेडको फाइनल लुक चाहिँ यस्तो देखिएको छ, हेर्नु ल। ल खाए ल गरे मेरो बहिनीले भनेकै ल। Hope you like it. Thank you for watching.